नमस्कार अनि हार्दिक स्वागत छ अभिवादन गोल नेपाल भिडियो टिम हामी यतिखेर दशरथ रङ्गशालामा उपस्थित छौँ। भर्खरै मात्रै गोर्खा कप लक्ष्मी हुन्डाई मनामर्सिन्दी क्लबले जितेको छ र यतिखेर हामीसँग विजयी टिमका प्रशिक्षक अमृत पन्तजी हुनुहुन्छ। यहाँलाई बधाई छ अमृतजी, कस्तो लाग्छ भनिदिनुहोस् न हाम्रो सम्पूर्ण श्रोताहरूलाई दर्शकहरूलाई। हामीलाई एकदम खुसी लागेको छ, धेरै वर्षपछि फेरि ब्याक कोचिङ गरेर एउटा पहिला त धेरै टुर्नामेन्ट जितेको हामी होइन, अहिले एउटा नयाँ टुर्नामेन्ट म एउटा कुरा भन्छु, तपाईँ एकदमै खुसी हुनुभएको छ। दर्शकलाई भनिदिनुहोस् तपाईँ यत्रो वर्ष कहाँ हराउनु भएको थियो? होइन म के भने अब एउटा काम विशेष म चाहिँ एउटा खेतीमा अलि इन्ट्रेस्ट। कहाँ हुनुहुन्थ्यो त्यो भनिदिनुहोस्। जनकपुरमा के खेती गर्नुहुन्थ्यो त्यो पनि भनिदिनुहोस्। उखु खेती गर्थेँ। उखु खेती। ओहो, त्यो उखु खाएको मिठो उखु र तपाईँको अहिले यो टुर्नामेन्ट जित्दाको कुन चाहिँ मिठो बढी हुन्छ? यो टुर्नामेन्टको मिठो उखु भन्दा नि यो मिठो धेरै मिठो। हामीलाई भनिदिनुहोस् न त्यसो त्यो बेलाको मनामर्सिन्दी कस्तो थियो, अहिलेको मनामर्सिन्दी टिम चाहिँ होइन त्यो बेलाको मनामर्सिन्दी कस्तो थियो भने मैले गर्नु खोजेको के भने त्यो बेला पनि टिम युनिटी एकदम थियो र अहिले पनि मैले यिनीहरूलाई चेन्ज गर्नु खोजेको के भने सबैजना तगडा खेलाडी छन् तर एक हो कि टिमहरू एक चाहिँ हुनुपर्छ होइन। हार जित त हुन्छ के छैन तर के हुनु पऱ्यो भने एक भएर खेल। म पनि इन्टरनेसनल फुटबल धेरै हेर्छु, कस्तो कस्तो मिस्टेक मैले देखिरहेको हुन्छु कि होइन, तर मिस्टेक भयो भने अब मैले के गर्नु सक्छु त होइन। अमृतजी मलाई सरस्वती भनिदिनु, तपाईँले 3-4वटा कुराहरू जुन तपाईँ आउनु भएपछि तपाईँले चेन्ज ल्याउनु, मैले यो चेन्ज ल्याएँ टिममा यस्तो रिजल्ट आयो मैले चेन्ज गरेँ। म आएपछि विङ्सबाट खेलाउनु लाग्यो मैले हजुर होइन। हजुर फ्ल्याङ्क्सबाट धेरै फ्ल्याङ्कबाट युज किन मलाई एउटा कुरा के थाहा छ भने फुटबलमा 60-70% गोल भने यहीँबाट हुन्छ, विङ्सबाट हुन्छ होइन। म चाहिँ सायद त्यो चेन्ज गरेँ। तपाईँले मिडफिल्डरहरूलाई पनि ज्यादा फेथ राख्नु भएको हो धेरै, किन इन्जिन हो नि मिडफिल्डर भने त इन्जिन हो नि हजुरको टिमको इन्जिन त मिडफिल्डरै हो नि। हाँस्नुहोस् है, तपाईँ आज 50,000 रुपियाँ एउटा अप्रिसिएसन पाउनु भएको थियो, त्यति बेला 50,000को कल्पना थियो तपाईँहरूको पालामा? 50,000 रुपियाँ भनेर त्यो बेलामा त हामी त काम गर्ने थियौँ, कोच गर्थ्यौँ आफू। मैले सोध्न खोजेँ पैसा धेरै इम्पोर्टेन्ट कुरा नहोला तर तपाईँको लागि यो सक्सेस कतिको म्याटर राख्छ? धेरै म्याटर हुन्छ किनभने म अब झन् मलाई जिम्मेवारी आयो, अझै म फुटबल पढ्न चाहन्छु, अझै फुटबलमा अझै अध्ययन गर्न चाहन्छु। अब उखु खेतीमा फर्कनु साँच्चै हो? दर्शकहरूलाई भनिदिनुहोस् न त। होइन म अब के गर्छु भने अध्ययन गर्छु, फुटबल अध्ययन गर्छु र स्कुल केटाहरूलाई सिकाउँ भने सिकाइदिन्छु। भनेपछि हामीले पनि भनिदिनुहोस् तपाईँ मनामर्सिन्दीसम्म लामो समयसम्म प्रशिक्षकको रूपमा रहनुहुन्छ, त्यो पनि होइन। मलाई अब उनीहरूले इच्छा गऱ्यो भने म बस्छु। यो खास कन्ट्र्याक्ट उहाँहरूसँग कस्तो? कन्ट्र्याक्ट होइन, म आफैले आएको हो किनभने त्यहाँ प्रशिक्षक मैले देखिनँ, मैले नै गएर रिक्वेस्ट गरेँ हो। म हेरिदिन्छु, भलिन्टियर रूपमा हेरिदिन्छु, मलाई पैसा पनि चाहियो। अब के भन्नुहुन्छ त उहाँहरूले? अब तपाईँले गोर्खा कप जिताइदिनु भएको छ, अब मेरो विचारमा त अब सक्सेस भएपछि उहाँहरूले पनि सोच्नु पनि होला होइन। ल यहाँलाई धेरै धेरै बधाई छ अमृतजी, थ्याङ्क यू सो मच।